म कञ्चन दुलाल आज एउटा लेख वाचन गर्न गइरहेको छु र यो लेखको शीर्षक रहेको छ आँखाको तारो ग्रेटर नेपाल। सुन्दर शान्त विशाल। म आफैले एक दिन लेखेको थिएँ, विशालको भावना कसरी आयो म भन्न सक्दिनँ। भूमण्डलका नक्सा पल्टाउनुहोस् र हेर्नुहोस् त नेपालको परिमाण कत्रो छ। यो सानो बुध महासागरमा त्यसै बिलाए जस्तो देखिन्छ। यो सानो टुक्रा हिमालय पर्वतको रेखामा सानो कोठा जस्तो लाग्दछ। कति देश र जातिले यसको नाम सुनेका होइनन्। यो शान्तिको हरियो राजधानी जस्तो पृथ्वीको सानो प्यारो टुक्रालाई अघि बढेर देखाउनुभन्दा आफूलाई छिपाउनुमा ज्यादा रुचि देखाउँछ। त्यसलाई एकान्त मन पर्दछ। संसारको घच्चा घमासनमा पस्ने काडी हिस्सा लिनुभन्दा ध्यान र ज्ञानको गंगातिर र हिमगिरी शिला यसलाई ज्यादै मनपर्छ। आधुनिकतामा जिज्ञासा राखे तापनि यो प्राचीनको पुजारी हो। आजसम्म लुकुमारी खेलेर हिजोको सुनौलो प्रभातको सपना देख्न चाहन्छ। सानो छ तर स्वर्ग छ, अल्प छ तर आँखो छ, छुट्टा छ तर आफ्नै विश्व छ, दूर छ तर दूरताको दिव्य जादु छ। यो भारत माताको मुटु फेला पार्ने थोरै छन्, किनकि यो पर्वत स्तम्भको भित्री गहिरामा छिपेको छ। के नेपाल सानो छ। देवकोटा लक्ष्मीप्रसाद। हामी सम्पूर्ण नेपाली भएको नाताले पंक्तिकारले यस आलेखको सुरुवात नेपाली साहित्यका महान स्रष्टा लक्ष्मीप्रसाद देवकोटाको के नेपाल सानो छ निबन्धको सुरुवाती भागको केही अनुच्छेद साभार गरेर श्री गणेश गरेको छ, किनकि उक्त अनुच्छेद साभार गर्दा नेपालको बारेमा बुझ्न यस निबन्ध उपयुक्त छ। त्यसैले पंक्तिकारले नेपालको बारेमा योभन्दा बढी लेख्नु पर्दैन। यस आलेख कुनै देश राष्ट्रलाई हानि पुर्याउने र राष्ट्रको विरुद्धमा लेखिएको होइन। यो त विशुद्ध नेपालीले आफ्नो पुर्खाको वीरताको सम्मान गर्दै, वीर नेपालीले आफ्नो वीरताको प्रदर्शन गर्दै ससम्मान इज्जतका साथ जितेको भूमिको अधिकार खोज्नका लागि नेपालीहरूलाई एकता भई अघि बढ्न आह्वान र उत्प्रेरणा जगाउन लेखिएको हो। तपाईँ हामी नेपालीलाई नेपालको कुल क्षेत्रफल कति हो भनेर सोद्धा जो कोहीले पनि 1,47,181 वर्ग किलोमिटर भनेर उत्तर दिन्छन्, किनकि हामीलाई सानैदेखि यही तथ्याङ्क दिएर कण्ठ गराउन लगाइयो। तर हामीलाई हाम्रा देशका शासकहरूले हाम्रो पाठ्यपुस्तकमा गलत सूचना दिएर पढाइरहेका छन्। नेपालको कुल क्षेत्रफल 2,04,917 वर्ग किलोमिटर रहेको छ। यस आलेख पढिरहँदा तपाईँ अचम्म मानिरहनु भएको होला। यो कसरी भयो भनेर धैर्य गर्नुहोस्, तपाईँको कुलदुली मेटिनेछ। नेपाल पहिला विशाल नेपाल थियो। सन् 1806 मा पूर्वमा टिस्टा र पश्चिममा किल्ला काँगडासम्म फैलेको सिमाना सन् 1809 मा टिस्टा सतलजमा झर्यो। 4 मार्च 1816 मा मेची, टिस्टा, काली, सतलज र चुरे शिवालिक दक्षिणको भूभाग गुमाएर सुगौली सन्धिको असरले विशाल नेपाल नेपालमा परिणत भयो। यस सन्धिका कारण नेपाल तराईविहीन भयो। 9 महिनापछि 11 डिसेम्बर 1816 मा पूर्वी तराई राप्ती कोशीको मुख्य भाग नेपालले फिर्ता पायो। त्यस्तै सन् 1857 विक्रम सम्वत 1914 मा भारतीय सैनिकहरूले विद्रोह मचाउँदा त्यसलाई दबाउन जङ्गबहादुरले नेपाली सेना पठाएर विध्वंस गराए। त्यसैको सहयोग स्वरूप सुगौली सन्धिको 44 वर्षपछि 1 नोभेम्बर 1860 मा पूरक सन्धि गरी पश्चिम तराई राप्ती कर्णाली हालको बाँके, बर्दिया, कञ्चनपुर र कैलाली जिल्ला नयाँ मुलुकको रूपमा फिर्ता भयो। यसबाट नेपालको क्षेत्रफल 1,47,181 वर्ग किलोमिटर रहन पुग्यो। श्रेष्ठ बुद्धिनारायण सीमाविद। तर विक्रम सम्वत 2007 साल श्रावण सन् 1950 जुलाई 31 नेपाल भारत मैत्री सन्धिको धारा 8 ले सुगौली सन्धि लगायत सम्पूर्ण सन्धि खारेज गरेको छ र नेपालको सिमाना पूर्वमा टिस्टा र पश्चिममा किल्ला काँगडासम्म फैलेको छ र कुल क्षेत्रफल 2,04,917 वर्ग किलोमिटर भएको कानूनी आधारमा पुष्टि भएको छ। जुलाई 31, 1950 नेपाल भारत मैत्री सन्धिको धारा 8 मा भनिएको छ, जहाँ तक यसमा निहित कुराहरूको सम्पर्क छ ती सबैमा यो सन्धि पत्रले भारतको तर्फबाट ब्रिटिस सरकार र नेपालको सरकारका बीच भएका यसअघिका सबै सन्धि पत्र, स्वीकार पत्र, कबुलियत नामावलीहरू खारेज गर्दछ। यस विषयमा ग्रेटर नेपाल अभियानका नेतृत्वकर्ता फणीन्द्र नेपाल भन्दछन्, यो सन्धिको उक्त धाराले सुगौली सन्धि पूर्वको नेपालको भूमि फिर्ता माग्न पाउने कानूनी आधार प्रदान गरेको देखिन्छ। कतिपय भारतीय कूटनीतिज्ञ पनि यो व्याख्यासँग सहमत र यसबाट तस्थ समेत देखिन्छन्। वास्तवमा भारत यस सन्धिको धारा 8 मा चितोनै नसकिने किसिमले पछारिन पुगेको छ। तर सन्धि आफ्नो पक्षमा हुँदाहुँदै पनि सन्धिको मुताबिक आफ्नो अधिकार क्षेत्र भित्रको भूभाग माग्न नसक्नु 1950 यताका नेपालका सबै थरी शासकहरूको पानी मरुवा प्रवृत्तिको द्योतक हो। यदि भारतको भूमि नेपालको अधीनमा रहेको भए र यस्तै सन्धि भएको भए भारतले सन्धि हुन साथ आफ्नो भूभाग मागिसक्ने थियो। तर भारतसँग कुरा उठाउनसम्म पनि नेपाल डराउनु चाहिँ पुर्खाको रगतको अपमान नै हो। फणीन्द्र नेपाल। नेपाली वीर योद्धाहरू भक्ति थापा, अमरसिंह थापा, बलभद्र कौर, विश्वनगरची शासकहरू पृथ्वीनारायण शाह, बहादुर शाह, राजेन्द्र लक्ष्मी लगायत हजारौं वीर योद्धा आदि नेपालीहरूले रगतले सिंचित योगदानले पूर्वमा टिस्टा र पश्चिममा किल्ला काँगडासम्म फैलेको विशाल नेपाल राष्ट्रका सन् 1950 पछिका शासकहरूले दाबी नगर्नु
नेपाली वीरहरूको साहसिकताको कदर नगर्नु ठूलो राष्ट्रघात हो। सुगौली सन्धि नेपालको ईस्ट इन्डिया कम्पनीसँग गरेको थियो। त्यो ब्रिटिस सरकार भारतबाट हटेपछि स्वतः त्यो भूभाग नेपालैमा गाभिनुपर्ने हो, किनभने सुगौली सन्धि 1950 को सन्धिमा हस्ताक्षर गर्ने स्वतन्त्र भारत सरकारसँग होइन, 1950 को सुगौली सन्धिमा हस्ताक्षर गर्ने ईस्ट इन्डिया कम्पनीसँग भएको थियो। ब्रिटिस साम्राज्यले आफ्नो नियन्त्रणमा रहेको भूमि त्याग गरी पहिलेकै राष्ट्रलाई दिने घोषणासँगै सन् 1947 मा अगस्त 15 मा भारत स्वतन्त्र भयो र नेपालले पनि आफ्नो पहिले गुमेको ब्रिटिस साम्राज्यको नियन्त्रणमा रहेको भूभाग फिर्ता पाएको छ। यसै सन्दर्भमा नेपाल संयुक्त अधिराज्य ग्रेट ब्रिटेन युनाइटेड किङडम बीच 1950 अक्टोबर 30 तारिखमा भएको सन्धिको धारा 8लाई हेरौं। यो सन्धि पत्र चालु भएको मितिदेखि जहाँ तक युनाइटेड किङडम सरकार र नेपाल सरकारका बीच सन् 1923 को डिसेम्बर 21 तारिख अघि सो तारिखमा काठमाडौँमा हस्ताक्षर भएको सन्धि पत्र समेत खारेज हुनेछ। नेपाल भारत सन्धि जुलाई 31, 1950 लगतै नेपाल र संयुक्त अधिराज्य ब्रिटेन बीच 1950 लगतै अक्टोबर 30 तारिखमा भएको सन्धि पनि सुगौली सन्धि लगायतका सन् 1923 डिसेम्बर 21 तारिख अघि भएका सम्पूर्ण सन्धि खारेज भएको पुष्टि गर्दछ। त्यसैले नेपाल, भारत र ब्रिटेन बेलायत तीनैवटा विश्व प्रजातान्त्रिक देशहरू हुन्। सबै राष्ट्र कानूनी शासनकै आधारमा हालसम्म अघि बढिरहेका छन्। प्रजातान्त्रिक र कानूनी शासनमा हिँड्ने मुलुकले आफूले गरेको विभिन्न लिखित सन्धि सम्झौता पनि सह्रदयका साथ पालना गर्दछ। त्यसैले सम्पूर्ण नेपालीहरूले प्रक्रियागत ढंगले प्रजातान्त्रिक तरिकाले आफ्नो भूमि पाउने पर्ने दावाका साथ ब्रिटेन, बेलायत, भारत, संयुक्त राष्ट्र संघ, अन्तर्राष्ट्रिय अदालत र विभिन्न राष्ट्रहरूलाई पहल आग्रह गर्दा बिना रोकावट नेपालले आफ्नो भूमि फिर्ता पाउँछ। त्यसका लागि हामी सबै नेपालीले शत्रुगत भाव नराखी मित्रवत ढंगले सम्पूर्ण छिमेकी राष्ट्रहरूसँग अघि बढ्नुपर्छ। हामीले हाम्रो भूमि माग्ने हाम्रो अधिकार हो र अधिकार सधैँ मागेर मात्र पाइन्छ, तर अधिकार माग्दा कर्तव्य पनि पूरा गर्नुपर्ने विश्वव्यापी मान्यता रहेको छ। हामीले पनि सप्रमाण आफ्नो अधिकार भूमि माग्दा अवश्य नै प्राप्त गर्नेछौँ। हामीले अहिले मागेनौं भने कहिल्यै पनि प्राप्त गर्दैनौं। दिनानुदिन नेपालको भूमि भारतीय सीमा सुरक्षा बलले जबरजस्ती अतिक्रमण गरेर नेपालको सीमा स्तम्भ हराइरहेको खबर विभिन्न सञ्चार माध्यमहरूले प्रकाशन प्रसारण गरिरहेको अवस्था छ। हामीले आफ्नो भूमि मागेनौं भने भारतले नेपालको भूमि अतिक्रमण गर्ने काम सधैँ जारी राख्नेछ। त्यसैले हामीले हाम्रो आवाज एकीकृत ढंगले बुलन्द पार्नु अति आवश्यक छ। हामी विशाल भारतको अगाडि सानो राष्ट्र भएर हेपिएर चेपिएर चुप लागेर बस्ने अवस्था छैन। विचारमा कुनै पनि राष्ट्र ठूलो र सानो भन्ने हुँदैन। विश्वबाट तानसार निर्मूल भएको अवस्थामा, विश्व नै प्रजातान्त्रिक तर्फ अगाडि बढिरहेको अवस्थामा हात्तीदेखि कमिलो डराउनुपर्ने अवस्था छैन। 21औं शताब्दीमा बोल्नेको पिठो बिच्छ, नबोल्नेको चामल पनि बुझ्दैन। विश्वका पुराना 10 राष्ट्रहरूको सूचीमा सूचीकृत नेपाल सधैँ सगरमाथाको उच्च शिर उठाएर सधैँ अमर रहोस्। देवकोटाले विविध कारणले सुन्दर, शान्त, विशाल नेपाल भने चाहिँ क्षेत्रफलले र भूमिले पनि नेपाल विशाल छ। अत सन् 1815 मे 15 को सम्झौता, 1816 मार्च 4 को सुगौली सन्धि, 1816 डिसेम्बर 21 को आंशिक तराई फिर्ता सम्बन्धी सन्धि र 1860 नोभेम्बर 1 को फिर्ता सम्बन्धी सन्धि र 1860 को नोभेम्बर 1 को र सन्धि रद्द भए अनुसार नेपालको गुमेको आफ्नो भूमि 57,736 वर्ग किलोमिटर प्राप्त गरेको छ। सुगौली सन्धि 4 मार्च 1816 अनुसार ब्रिटिस साम्राज्यमा मिलाएका सिक्किम, दार्जिलिङ, सिलगुडी, जलपाइगुडी, सुपौल, जोगबनी, बेतिया, मोतिहारी, सारण लगायतका उत्तर गंगाका क्षेत्रहरू छन्। सन् 1947 अगस्त 15 यता भारतको अधिपत्यमा छन् भने दिनाजपुर र रंगपुर सन् 1947 अगस्त 14 यता पाकिस्तानमा छन्। सन् 1971 देखि बंगलादेशको मानचित्रमा परेको छन्। पश्चिमतर्फ महाकालीदेखि सतलज नदीसम्मका भूभाग पनि भारत स्वतन्त्र भएदेखि यता भारतकै अधीनमा छन्। सन् 1950 को नेपाल भारत सन्धिको धारा 8 ले सुगौली सन्धि रद्द भएको हुँदा यी सबै क्षेत्र भारतले नेपाललाई फिर्ता गर्नुपर्छ। ग्रेटर नेपाल आन्दोलन ती सबै क्षेत्रमाथिको दाबी हो। ग्रेटर नेपाल कायम हुँदा नेपालको सिमाना बंगलादेशसँग जोडी भारतको दासताबाट नेपालले सदाका निम्ति मुक्ति पाउनेछ। फणिन्द्र नेपाल राहत रहे औराक पुर्याउँछ। त्यसैले बेलेमै सबै नेपालीले चेतना भयो भने राष्ट्र रहे राष्ट्रियता रहन्छ, नेपाल रहे नेपाली रहन्छन्। धन्यवाद।